काठमाडौँ नेपालको एउटा सुविधा सम्पन्न सहर अनि कर्णाली नेपालको एउटा दुर्गम क्षेत्र। कति छ त यी दुई बीचको दूरी? यो हो नेपालको कर्णाली अञ्चल। यस कर्णाली अञ्चलभित्र हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट गरी 5 वटा जिल्लाहरू पर्दछन्। – 21,351 वर्ग किलोमिटर क्षेत्रफल रहेको कर्णालीको जनसङ्ख्या लगभग 3 लाख रहेको छ। कर्णालीलाई जडीबुटीको खानी भन्दा पनि अतियुक्ति नहोला। 7,000 भन्दा बढी जातका जडीबुटीहरू यहाँ पाइन्छन्। यी जडीबुटीहरूको सुगन्धले कर्णाली हरदम मगमगाइरहेको हुन्छ। कर्णाली मटर बाटोले नछोएको भौगोलिक रूपमै विकट र दुर्गम क्षेत्र हो। बाटो घाटो नहुँदा, संचारको सुविधा नहुँदा बाहिरी संसारदेखि नै अलग भएको छ यो क्षेत्र। यहाँका मानिसहरू पशु झैं पिठ्यूमा भारी बोक्न बाध्य छन्। यहाँको यातायातको एउटै मात्र विकल्प भनेको हवाई जहाज हो, तर यो पनि नियमित र सर्वसुलभ हुन सकेको छैन। थाहा छैन यो जहाज फेरि कहिले फर्केर आउने हो। कर्णालीमा कुनै पनि उद्योग धन्दा कल कारखाना छैनन्। यस क्षेत्रका जनताहरूले पूर्ण रूपमा कृषिमै भर पर्नुपर्ने हुन्छ। तर विडम्बना 12 महिनासम्म काम गर्दा पनि उत्पादित अन्नले 6 महिना हातमुख जोड्न पनि धौधौ पर्छ। प्राकृतिक स्रोत साधनले धनी यो क्षेत्र शिक्षा, स्वास्थ्य, चेतना आदि कुरामा भने धेरै नै पछि परेको छ।
कर्णालीमा स्वास्थ्यको अवस्था दयनीय छ। यहाँ बाल मृत्युदर, मातृ मृत्युदर उच्च रहेको छ। अन्धविश्वासको कारण ठूलो रोग लाग्दा पनि धामी झाँक्री लगाउने, भाकल गर्ने, बलि चढाउने परम्परा अझै कायम छ। एका पैसा बदल्ला उहिले त्यसले पैसा म घर छिनु जेठीमा पैसा बदल्ले बोल्छ र आ पैसा यहाँका 98% जनताहरू धुम्रपानबाट पीडित छन्। यहाँ वर्षेनी जस्तो महामारी फैलिने गर्छ। तर डाक्टरको मुख भने कमै मात्र देख्न पाउँछन् यहाँका जनताहरूले। कर्णाली विकट र दुर्गम भए पनि यो प्रकृतिले दिएको सुन्दर उपहार हो। यहाँ त्यस्ता धेरै हेर्न लायक ठाउँहरू छन्। कर्णाली एउटा पर्यटकीय स्थल पनि हो। कर्णालीमा शिक्षाको अवस्था त्यस्तै काली लाग्दो छ। बिजुली नहुँदा दियालोको भरमा पर्नुपर्ने बाध्यता छ। यहाँका विद्यालयहरूको भौतिक अवस्था पनि दयनीय देखिन्छ। मेरो नाम दलहाङ कार्की हो र म यही माई प्राविको टिचर पनि र पिएन पनि। साना केटीकेटी हिँड्न पनि सक्दैनन्। त्यसो भए हुनाले स्कुलको अति नै आवश्यक छ। हामी 3 घण्टाका अगाडि जान नसक्ने हुँदाखेरि हामी गोठी लेगमा धेरै के भने अभाव भएको छ। हाम्रो माग छ त्यो कोही 100 जना केटाकेटी साना 10 वर्षदेखि 5 वर्षदेखि र 10 वर्षसम्मका केटाकेटी 3 घण्टामा चल्न नसक्ने। त्यो जग्गा बर्खा मासको सिजन गाडगङ्गा पनि भएको, यता पुल पनि नभएको जग्गा पर्यो हामीलाई। त्यो हुँदाखेरि गोठी लेगमा हाम्रो यो ठाउँमा धेरै माग गरेका छौँ। हामीलाई यो स्कुल तुरुन्तै होस् भन्ने। हामी काठमाडौँमा बसेका छौँ। हामीले एउटा अनुभव पनि गर्न सक्दैनौँ। त्यहाँका हाम्रा मुगुका विद्यार्थी भाइ बहिनीहरू, मुगुका दाजुभाइ दिदीबहिनीहरू कसरी बस्नु भएको छ, उहाँको अभाव कस्तो छ। उहाँहरूले महिनामा पाउने 5 किलो चामल पनि खाद्य संस्थानको गोदाममा आइपुग्दाखेरि गाउँबाट आइपुग्दा त्यो चामल सकिसकेको हुन्छ। उहाँहरूले 5 दिन लगाएर हिँड्नुपर्छ, आउनुहुन्छ 5 दिनपछि फर्केर जानुहुन्छ। तर सदरमुकाममा आउँदाखेरि खानेकुरा जुन चामल पाउने कोटा हो, कोटाको चामल सिकिसकेका हुन्छ। हामी यहाँ जतिसुकै कठाङ्गेर बसे पनि त्यहाँको मान्छेलाई एउटा सिएको र कुनै पनि नयाँ लुगा भनेको सायदै उसको किन 20% भन्दा कमै मात्र जनता साक्षर छन्। यहाँ पाठ्य पुस्तक पढाउने शिक्षकको अभाव परि नै रहन्छ।
तर हामीले के भने मुख्य रोग भन्ने ठुलो यो खाना जतिको रोग अरू केही छैन ठुलो चाहिँ चिन्ता। अब गाँठामा पैसा पनि छैन काम त साहब अब के तपाईँलाई भयो त्यो खोइ अब यो राख्नु पर्यो के अब भरोसा त भन्नु त हामीले त्यो प्राय वर्षेनी कर्णालीमा भोकमारी चल्छ। विगतका वर्ष झैं यसपालि पनि कर्णालीमा भोकमारीको व्याथाले गाउँ गाउँ छोइसकेको छ। त्यस्तै अब भनौँ साग सिनो हरेक किसिम अब ताइँदै आलन भाँडो हालेर अलिकति यति 7 दाना हालेर के भनेर अब सिनो पकाएर अहिले भोकमारी त धेरै छ धेरै भोकमारी त्यसै हाली बसाइ गरिकन त्यस्तै गरिकन छौँ। सागहरू कस्तोहरू काटिन्छ भोक बसी 7 छाको 1 छाक खायो त्यही गरिकन बाँच्यो। ठिकै जोड्यो मागेर घाइते बेसा गरेर घाइते केही गरेर पैसासँग 1 छाक खाने 7 छाक त्यही बहिनी गरेर भुक्तान गरे खाइएन तर पाल्का हालमा खाइयो। अब त्यो अब गोडा कुनाबाट कहीँबाट ल्याइकन अब खोला खुवाबाट ल्याएर कर्णालीको पीडालाई महसुस गर्नेहरूको लागि यो समाचार दुःखद बन्न सक्छ। नेपालको हिमाली जिल्ला मुगुमा पनि हामीले यो कार्यक्रमहरू आजभन्दा 3 वर्ष अगाडि सुरुवात गरेका छौँ र विशेष गरी नेपाल स्काउटले मुगुका यहाँ एक्सन एड नेपालको सहयोग तथा मानवाधिकार तथा वातावरण विकास केन्द्र मुहुको पहलमा भोकमारी पीडितहरूको सहयोगको लागि राहत सामग्री लाने तयारी गरिँदैछ। यो जहाज तिनै भोकमरी पीडितहरूको राहतको लागि उड्न लागेको हो। हामी कामना गरौँ यो यथाशीघ्र सकुशल त्यहाँ पुग्न सकोस्, किनकि कर्णालीवासीहरू यसैको प्रतीक्षामा बाटो हेर्दै बसिरहेका छन्।
खाना खाना राम्रो बापरा शान्ति हुनुलाई हामी चाहिन्छ फेरि आयो भने खुसी त भन्नु खुसीले के हो शान्ति हुनु हामीले चाहिन्छ शान्ति